एभ्रिवान नमस्ते। आज चाहिँ हामी ड्रोन उडाउँदैछौँ। हिउँ परेर रोकिएपछि कस्तो देखिन्छ त घाम लागेको बेलामा, एकछिन हेरौँ है त। गर्मीयाममा एकदमै हरियाली राम्रो सुन्दर भए तापनि जाडोमा भने सबै रुखबिरुवाको पातहरू झर्नाले गर्दा एकदमै उजाड जस्तो देखिन्छ र अनि हिउँले जस्तो झन् सेताम्य नै बनाउँछ भुइँहरू। हिउँ धेरै पर्ने भएको हुनाले यहाँ चाहिँ यहाँको लोकल गभर्मेन्टले चाहिँ बाटोमा नुन छर्कने र हिउँ बेला बेलामा सोर्ने काम पनि गरिदिन्छ। तर तपाईँको आफ्नो घरमा आफ्नो ड्राइभवेमा भने चाहिँ तपाईँ आफैले नै सोर्नुपर्ने हुन्छ। अत्याधिक हिउँ पर्ने भएको हुँदा यति बेला गाडी चलाउँदा भने एकदम सावधानी अपनाउनु पर्ने हुन्छ। गाडी चिप्लिने सम्भावना अधिक रहन्छ, त्यसैले सावधान अपनाउनु पर्छ। अब कुरा गरौँ जाडो कति होला त। यो दृश्यमा देखिएको पर केही रुखहरू हो जसको पात एउटा पनि छैन भने यसमा देखिएको यो समतल भाग जमिन भनेर नझुक्किनु होला। यो एउटा सानो ताल हो अथवा एउटा पोखरी जस्तो हो। झट्ट हेर्दाखेरि सुन्दर सफा अनि कति सेता र राम्रा चौर जस्तो देखिन्छ। यति भनिरहँदा तपाईहरूलाई प्रश्न उठ्न सक्छ कि यस्तो जाडोमा पनि कसरी चाहिँ मानिसहरू बसोबास गर्न सक्छन् त। यहाँको घरहरू निर्माण गर्दाखेरि जाडो र गर्मी दुवैलाई हुने गरी हिटिङ र एयर कन्डिसनिङ जडान गरिएको हुन्छ। जाडोयाममा बाहिरको तापक्रम जतिसुकै भए तापनि, जति जाडो भए तापनि घरको भित्री तापक्रम भने अनुकूल नै रहन्छ, ताकि भित्र कुनै यस्तो महसुस नै हुँदैन कि बाहिर धेरै नै जाडो अथवा हिउँ परिरहेको छ भन्ने। यदि यही बेलामा तपाईँको घरको हिटिङ बिग्रियो भने चाहिँ समस्यामा पर्न सक्छ अनि त्यति बेला थाहा हुन्छ जाडो कति रहेछ भनेर। अक्टोबरको अन्तिमदेखि चिसो सुरु हुन थाल्छ र नोभेम्बर आइपुग्दा हिउँहरू पनि पर्न सुरु भइसकेको हुन्छ। यो क्रम रहन्छ मार्च अथवा अप्रिलसम्म पनि रहने गर्दछ। यो छोटो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद।